हेलो साथीहरु, यहाँलाई स्वागत छ यस न्यू भिडियोमा। आजको यस भिडियोमा चाहिँ तपाईहरुले पेपालको पैसालाई चाहिँ कसरी रिचार्ज गर्न सक्नुहुन्छ भन्ने बारेमा कुरा गर्नेछु। यदि तपाईहरुसँग पेपालमा कम पैसा छ हैन, $1, $2, $3 यदि पैसा छ, तपाईहरुले नेपालमा ल्याउन सकिरहनु भएको छैन भने तपाईहरुले रिचार्जको थ्रु त्यो पैसालाई चाहिँ विथड्र गर्न सक्नुहुन्छ है। कसरी गर्ने यस भिडियोमा चाहिँ जानकारी दिनेछु। सो भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। यो कुनै अर्निङ एप्लिकेसनको भिडियो हैन। तपाईहरुले आफूले कलेक्ट गरेको पेपालमा चाहिँ अलिकति ब्यालेन्स छ, तपाईहरुले इस्यु खल्तीसम्म ल्याउन सक्नु भएको छैन भने तपाईहरुले त्यसलाई चाहिँ रिचार्जमा चाहिँ खर्च गरेर तपाईहरुले विथड्र गर्न सक्नुहुन्छ है। आज यसकै कुरा गर्नेछु। त्यसको लागि चाहिँ तपाईहरुले दुईवटा काम गर्नुपर्ने हुन्छ हैन। तपाईहरुले एप्लिकेसनको थ्रु जाँदा पनि हुन्छ, यो एउटा एप्लिकेसन छ। तपाईहरुले वेबसाइटमा जाँदा पनि हुन्छ हैन। तपाईहरुलाई वेबसाइटमा जाँदा राम्रो हुन्छ। तपाईहरुले एप्लिकेसनमा केही एरर पनि देख्न सक्नुहुन्छ है। त्यही भएर म चाहिँ वेबसाइटमा जान्छु। वेबसाइट यो हो, तपाईहरुले हेर्न सक्नुहुन्छ है। वेबसाइटको नाम चाहिँ सिएजम भन्नेवाला एउटा वेबसाइट छ हैन। तपाईहरुले siezm.com मा क्लिक गर्नुभयो भनेपछि तपाईहरु यस्तो इन्टरफेसमा आउनुहुनेछ है। यसको होम स्क्रिन चाहिँ अलि फरक हुन्छ र तपाईहरुले चाहिँ यहाँ तपाईहरुले यो एउटा मेन्यु अप्सन हुन्छ। तपाईहरुले यहाँ डाइरेक्ट लास्टमा चाहिँ मोबाइल रिचार्जको अप्सनमा चाहिँ क्लिक गर्नुभयो भने यस्तो इन्टरफेसमा चाहिँ आउन सक्नुहुन्छ है। यहाँ आइसकेपछि नेपाल सिलेक्ट गर्नु होला, कन्ट्रीको नाम चाहिँ, र तपाईहरुले चाहिँ फोन नम्बरमा चाहिँ तपाईहरुले आफ्नो फोन नम्बर हाल्नु होला। यसमा चाहिँ यो मात्र हैन है, तपाईहरुले यहाँबाट फ्री फायर डायमन्ड हैन, गुगल प्ले गिफ्ट कार्ड, अमेजन गिफ्ट कार्ड, आइफोन गिफ्ट कार्ड, यसरी तपाईहरुले अरु कुराहरु पनि गर्न सक्नुहुन्छ हैन। र तपाईहरुले चाहिँ मेनली फ्री फायरमा चाहिँ डायमन्ड पनि टप गर्न सक्नुहुन्छ। युसीमा चाहिँ पबजीमा चाहिँ युसी लिन सक्नुहुन्छ हैन, जसमा तपाईहरुले गेम कार्ड भनेको हुन्छ। तपाईहरुले मोबाइल गेम क्लिक गर्नु होला है। र यहाँ आउनुभयो भने चाहिँ यहाँ चाहिँ पबजी छ है, अनि फ्री फायर छ र यस्ता विभिन्न प्रकारका गेमहरु छन्। तपाईहरुले त्यहाँबाट गएर तपाईहरुले यिनीहरुको जे चाहिन्छ त्यो चाहिँ तपाईहरुले लिन सक्नुहुन्छ है त। र त्यसमा चाहिँ डायमन्ड युसी तपाईहरुले चाहिँ टप अप गर्न सक्नुभयो है। अब म चाहिँ तपाईहरुलाई चाहिँ रिचार्ज गरेर देखाउँछु र यहाँ चाहिँ रिचार्जमा क्लिक गर्छु र यहाँ चाहिँ आफ्नो नम्बर राख्छु। यो चाहिँ मेरो नम्बर रहेको छ हैन, मैले आफ्नो नम्बर राखे अनि कन्फर्म गर्छु। कन्फर्म गरिसकेपछि यहाँ चाहिँ तपाईहरुले चाहिँ मिनिमम कति गर्न सक्नुहुन्छ भन्दाखेरि 20 रुपैयाँ छ। तपाईहरुले मिनिमम यति गर्न सक्नुहुन्छ। म चाहिँ अलिकति धेरै गर्छु है। म चाहिँ 80 सम्म गर्छु। कन्फर्म गरे मैले र कन्फर्म गरिसकेपछि यहाँ अप्सन आउँछ पे नाउ भन्ने अप्सन आउँछ है। र पे नाउ गरिसकेपछि तपाईहरुलाई चाहिँ यहाँ चाहिँ अकाउन्ट लगइन गर्नु भनेको हुन्छ। तपाईहरुले यसमा चाहिँ फर्स्ट आउँदाखेरि तपाईहरुले अकाउन्ट लगइन गर्नु होला है। त्यसपछि तपाईहरुले यसमा चाहिँ काम गर्नु होला। र तपाईहरुले त्यहाँ चाहिँ पे नाउमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ है, जसमा चाहिँ तपाईहरुले चाहिँ 0.34 तपाईहरुले चाहिँ फी तिर्न पर्ने हुन्छ र तपाईहरुलाई अनि तपाईहरुलाई चाहिँ 80 रुपैयाँ चाहिँ यहाँ चाहिँ हुनेछ भनेको छ, रिचार्ज हुनेछ भनेको छ। तपाईहरुले चाहिँ यहाँ चाहिँ पेपालमा क्लिक गरेर तपाईहरुले पे गर्न सक्नुहुन्छ है। र अब चाहिँ म यहाँ चाहिँ पेपालको अप्सनमा चाहिँ क्लिक गर्छु है। र यहाँ चाहिँ क्लिक गरे मैले र यहाँ चाहिँ अब आफ्नो पेपाल अकाउन्टलाई चाहिँ लगइन गर्नुपर्ने हुन्छ है। तपाईहरुले आफ्नो पेपाल अकाउन्टलाई चाहिँ यहाँबाट लगइन गर्नु होला। यहाँ चाहिँ पासवर्ड राख्नु होला आफ्नो, अनि यहाँ चाहिँ पासवर्ड राखेर लगइन गर्नु होला। म चाहिँ आफ्नो पासवर्ड इन्टर गर्नेछु र मैले पासवर्ड इन्टर गरिसकेँ र लगइन गर्छु म चाहिँ। र यहाँ चाहिँ लगइन हुनेछ। यहाँ चाहिँ क्याप्चा भेरिफिकेसन गर्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ कार्ड्स भनेको छ, यहाँ चाहिँ म सिलेक्ट गर्नेछु। मैले यहाँ चाहिँ सिलेक्ट गरेँ र भेरिफाई गर्छु र भेरिफाई भएको छ। र अब यसले मलाई ड्यासबोर्डमा चाहिँ रिडाइरेक्ट गर्नेछ। यहाँ चाहिँ लोडिङ लिइरहेको छ हैन, केही वेट गर्नु होला केही बेर। र यहाँ चाहिँ कति पैसा दिनुपर्छ, कति के गर्नुपर्छ भनेर यहाँ त्यो लेखेको हुन्छ। तपाईहरुले यहाँ चाहिँ कम्प्लिट पर्चेजमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ है। यहाँ चाहिँ क्लिक गर्नुभयो भने तपाईहरुको चाहिँ अटोमेटिकल्ली हुनेछ र तपाईहरु कम्तीमा पनि 1 मिनेट भित्रै तपाईहरुले आफ्नो अर्डर चाहिँ तपाईहरुले यहाँ चाहिँ रिसिभ गर्नुहुनेछ। म तपाईहरुलाई लाइभ प्रुफ पनि देखाउने छु। यहाँ चाहिँ कम्प्लिट भइसकेको छ हैन, मेरोबाट यति काटिसकेको छ। र अब मलाई चाहिँ केही समयमा चाहिँ रिचार्ज आउँछ। यहाँ चाहिँ एउटा मेल पनि आउँछ हैन। मेल के आउँछ भन्दाखेरि चाहिँ तपाईहरुलाई देखाइहाल्ने छु। यहाँ चाहिँ तपाईहरुले शपिङ गर्नुभयो भनेर यहाँ चाहिँ आएको हुन्छ है। यहाँ चाहिँ आइसकेको छ र यहाँ चाहिँ यति तिरे मैले हैन। र यहाँ चाहिँ एनटीसी नेपाल भनेको छ। मैले एनटीसीमा रिचार्ज गरेको थिएँ है। र मेसेज पनि आएको छ फाइनल्ली। केही सेकेन्ड लाग्छ हैन, धेरै लाग्दैन। 80 गरेको थिएँ, यति आएको छ हैन। यहाँ चाहिँ मेरो न्यू ब्यालेन्स यति रहेको छ, अहिले नै आएको छ। तपाईहरुले टाइमहरु चेक गर्न सक्नुहुन्छ। मैले लाइभ नै देखाएको छु हैन। यसमा चाहिँ तपाईहरुले चाहिँ यसरी गर्न सक्नुहुन्छ। यहाँ चाहिँ यो मेल पनि आइसकेको छ है। र तपाईहरुले यहाँ चाहिँ सबै कुराहरु चेक गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ अहिले नै गएको छ। तपाईहरुले यहाँ चाहिँ टाइम पनि हेर्नु होला। र यसरी तपाईहरुले चाहिँ पेपालमा भएको ब्यालेन्सलाई युज गरेर तपाईहरुले आफ्नो मोबाइलमा चाहिँ रिचार्ज गर्न सक्नुहुन्छ है। यो चाहिँ विश्वको कुनै पनि देशमा चाहिँ हुन्छ।
मतलब कुनै पनि देशमा तपाईहरुले चाहिँ रिचार्ज गर्न सक्नुहुन्छ, कुनै पनि नम्बरमा रिचार्ज गर्न सक्नुहुन्छ है। ल त साथीहरु आजको भिडियो यही थियो। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। तपाईहरुले भिडियोलाई चाहिँ साथीहरुमा शेयर गर्नु होला, लाइक गर्नु होला भिडियोलाई अनि च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला। यस एप्लिकेसनको चाहिँ लिंक चाहिँ म भिडियोको डिस्क्रिप्सनमा राखिदिउँला। तपाईहरुले त्यहाँबाट गएर ट्राई गर्न चाहिँ सक्नुहुन्छ र केही प्रब्लम आयो भने मलाई तपाईहरुले चाहिँ मेसेज गर्न चाहिँ सक्नुहुन्छ। टेलिग्राममा चाहिँ म अनलाइन हुन्छु। सो त्यहाँबाट आएर तपाईहरुले चाहिँ मेसेज गर्न सक्नुहुन्छ है त। ल त साथी